भर्खरै फोन आएको थियो कि मलाई चाहिँ घरबाट मेरो करियर मेरो हैन सम्बन्ध मेरो इज्जत तैँले दाउमा लगाइदिस् हैन अब के तैँले मेरो बच्चाहरूको पनि करियर बिगार्न थाल्यो हो शर्मिला तैँले के गर्नु खोज्या हिजो बेलुका चाहिँ तैँले फोन गरेर हैन मलाई ल अब मिलौँ मिल्ने कुरा गरौँ मिलेर अगाडि बढौँ त पनि माफी माग म पनि माफी माग्छु भन्ने जस्ता कुराहरू गरिस् अनि अहिले आएर चाहिँ लाइफमा बसेर तैँले चाहिँ फेरि के मेरो बच्चाहरूलाई चाहिँ स्कुल कुनै पनि स्कुलले चाहिँ एडमिट नलि हैन भोलिको दिन फेरि यसले आएर सर मिसलाई प्रिन्सिपललाई नै पिट्ला भन्ने जस्ता कुराहरू त्यस्ताहरू गरेर तैँले के मेरो बच्चाहरूको पनि अब उ गर्न थाल्या मैले तँलाई त तेरो इच्छा लाग्दो कुरा गर हैन त कानुनी पाटाबाट जान्छस् भने पनि ठिक छ म रेडी त्यतैबाट म आउन तयार हैन हैन तैँले अब गुन्डागर्दीबाट जान्छस् भने त्यहाँ पनि तयार जतातिर जुन तरिकाबाट जान्छस् त्यही तबाट मैले एक्सेप्ट गरिरहेको छु नि त तैँले मेरो छोरछोरीलाई अहिले छोएर कुरा गर्नुपर्ने तँलाई जरुरत छ मैले त प्रकाश भुजेल तान्त्रिक झाँक्री केन्द्रबाट हैन भुजेल गुरुले भनेको कुरा हुन्छ ठिकै छ नि त मिलेर सबै कुरा समाधान हुन्छ भने जाउँ न त त्यही वेबाट भनी सोचेको थिएँ तर त ठिकको मान्छे होइन रहेछ लातको भूत बातले मान्दैन भन्थे हो रहेछ ठिक छ अब तैँले जे गर्छस् हैन कुन कुन स्कुलमा गएर के भन्छस् भन हैन हेरौँ त्यही बच्चालाई त्यही मेरो छोरोलाई लिएर आएर हैन त माथि मुद्दा लाउन सकिनछु भने नि एउटा बाउले जन्माको छोरी होइन म बुझिस् वाइवाले बल्ल राईको पावर भेट्यो अरूलाई पिट्दै मजा आउँदै हैन अब पिट्न मजा आउने नआउने भन्ने कुरो छँदैछ हैन मलाई मजाको लागि पिटेको होइन त्यसले तपाईहरुलाई के भनेर म बुझाउँछु भने मलाई कुनै पनि स्वार्थ हैन लिनको लागि मजा लिनको लागि मैले पिटेको होइन मेरो घर व्यवहार बिगार्यो त्यो को हो र भने मेरो पुइ हो त्यो त्यसले मलाई योसँग नहिन त्योसँग नहिन यो नजा त्यो नजा यो खा यो नलागा त्यसले मलाई गर्देको हो सार्व संसार सबै त्यसले मलाई धान्देको हो र भनेको